यो मेरो फेस 7 घन्टा पढेपछि आज बिहान 9 बजे यो च्यालेन्ज मैले स्टार्ट गरेको थिएँ 7 घन्टा कन्टिन्युअस What? र सबैले भन्थे सक्छौ र मैले टेस्ट गरेँ कि मैले सक्छु त। सो हेलो साथीहरू, एसई भर्खर सकिएको छ र अनेस्टली यत्रो बिदा वेस्ट मात्र गइरहेको छ। खाने, सुत्ने, मोबाइल हेर्ने, यति यो बाहेक केही छँदै छैन। त्यसैले मैले आज एउटा नयाँ च्यालेन्ज ट्राई गरेँ। 8 घन्टा कन्टिन्युअस स्टडी, रियल इफोर्ट, कन्टिन्युअस ट्राई। होइन होला के हो? तर किनभने +2 आउँदैछ र मैले टेस्ट गर्न चाहन्थेँ कि मेरो दिमागले कन्टिन्युअस 8 घन्टा स्टडी गर्न सक्छ, ह्यान्डल गर्न सक्छ। त्यही कुरा लिएर आज मैले यो एक्सपेरिमेन्ट गर्दैछु। लेट्स सी। The challenge is now started. एक घन्टा भयो र अनेस्टली राम्रो चलिरहेछ, दिमाग काम गरिरहेछ र मैले पढ्नलाई पोमोडोरो टेक्निक युज गरिरहेको छु। ये क्या है? र अनेस्टली यो काम गर्दो रहेछ। राइट है, 25 मिनट पढ्ने र 5 मिनट ब्रेक लिने, दिमाग पनि फ्रेस, पढाइमा पनि मन लाग्दो रहेछ। सो डु इट गाइज। अब 7 घन्टा लाग्यो, लेट्स सी के हुन्छ। 3 hours later. 3 घन्टा र पहिलो वाला आयो। मेरो दिमाग डिस्ट्र्याक्ट हुन थाल्यो। अब आएन लाइन पे। त्यसैले मैले दिमाग फ्रेस बनाउन एकछिन हिँडेँ र यो गर्मीको बेलामा चिसो भुइँ आएर आनन्द लिँदै फेरि थपथप पढ्न बसेँ। लेसन हरेक घन्टामा 5 मिनट फिजिकल मुभमेन्ट गरेपछि ब्रेन रिसेट हुँदो रहेछ। 5 घन्टा कम्प्लिटेड र यो ब्रेनले हार मान्छ। यो पेजमा प्रोग्रामहरू छन् र यो प्रोग्रामहरू 3-4 पटक पढिसके, त्यही पनि बुझे छैन, केही पनि बुझे छैन। र यही मोमेन्ट हो जहाँ टपर र हामी जस्तो बिच फरक आउँछ। टपरहरू यो मोमेन्टमा झन् पढ्छन्, हामी जस्तो भने यस्तो मोमेन्ट आएपछि मोबाइल समातेर रिल स्क्रोल गर्न थाल्छन्। तर आई विल नट लिभ एन्ड यु। 7 hours later. म ठिक छु, होइन मैले झुट बोलिरहेको छु। मेरो दिमागले अफिसियल्ली रिजाइन गरिदिइसक्यो, आँखा लट्ठ भएर फुल्ले जस्तो भइसक्यो। तर म हार मान्दिनँ। जस्ट 1 घन्टा अझै र विल पावरको डेफिनेसन यही हो, मन नभए पनि कन्टिन्यू गर्नु। हजुरहरू पनि गर्नु होला। फाइनली सक्यो। 8 घन्टा मैले सकेँ। जिन्दगी नपढेको मैले 8 घन्टा नन स्टप पढेँ। म आइसकेँ सुरुको जस्तो फ्रेस भएर र अब 8 घन्टा रियल कन्टिन्युअस स्टडीको प्योर 100% भर्डिक्ट दिनेछु, जो हर कोही टपरले हजुरहरूलाई बताउने छैन। ल सुन्नुहोस् है त, पहिलो 3 आवर चाहिँ बेस्ट पर्फर्मेन्स। आफूले ध्यान अन्त लग्दै नलग्नुहोस्, त्यति बेला पढेको सबै बुझ्छ। त्यहाँ पछिको समय 3 देखि 5 घन्टाको बिचमा भनेको हाम्रो 50% इफिसियन्सी घटिसक्छ। त्यति बेला नै हो जब डिस्ट्र्याक्सनहरू आफ्नो दिमागमा आउन थाल्छ र पढेको अलि कम घुस्दै जान्छ। र त्यहाँ पछिको 5 देखि 7 घन्टा भनेको त दिमागले कामै गर्न छोड्छ। दिमाग रिटेन्सन अलमोस्ट एकदम कम। 7 देखि 8 घन्टा भनेको त विल पावर मात्र हो, पढेको बुझ्दैन। इच्छा शक्ति छ सकिन्छ, नभए सकिँदैन। र एक्चुअल ट्रुथ के हो भन्दा 8 घन्टा कन्टिन्युअस स्टडी भन्दा 4 घन्टा डिप स्टडी इज मोर इफेक्टिभ, बिकज क्वालिटी इज अलवेज बेटर देन क्वान्टिटी। र यो भिडियो हेल्पफुल लागेमा
लाइक सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै च्यालेन्ज लिएर फेरि पनि छिट्टै आउनेछु।